Hello, good morning, namaste everyone. वेलकम टु माई नेक्स्ट नेपाल युट्युब च्यानलमा स्वागत छ तपाईँहरूलाई। आजको फर्स्ट भिडियोमा चाहिँ हामी के भन्नु गइरहेको छु भने चाहिँ म आज नेपालगञ्जदेखि मुम्बईसम्म आइसिसी T20 वर्ल्ड कप नेपालको सपोर्टको लागि इन्डिया जाँदैछु। म लगायत धेरै हुनुहुन्छ मसँग जाने सरहरू। आज चाहिँ हामी नेपालगञ्जबाट हिँडेर आज कहाँसम्म पुगिन्छ थाहा छैन, नेपालगञ्जदेखि चाहिँ आज निस्किने हो। यसरी चाहिँ हामी धेरैजना छौँ नेपालको बिग क्रिकेट फ्यानहरू हुनुहुन्छ। एकदम तामझामको लागि हामी लखनऊ जाने तयारी गरिरहेका छौँ। आज सायद लखनऊमा बसाइ हुन्छ होला। आज लखनऊमा बसेपछि हामी भोलि चाहिँ लखनऊ टु मुम्बई गर्नेछौँ जस्तो प्लानिङ भइरहेछ। अहिले चाहिँ टक्क रुपेडिया बोर्डर नजिक चाहिँ पुगिएको छ। इन्डिया र नेपालको सिमाना रुपेडिया बोर्डरमा झरेको छ। आजको मौसम त लास्टै जाडो क्या, बिहानदेखि मौसम यस्तो बिग्रेको है। बहुत जाडो छ नेपालमा, यो सो लागेर मौसम एकदम जाडो गरेको छ। अब इन्डियामा कस्तो होला त्यो त थाहा छैन। म चाहिँ फर्स्ट टाइम इन्डिया जाँदैछु नि त। ल है गाइज, यही हो, के भन्नु र अरू। खासै बोल्न आउँदैन, बढाइचढाइ भन्न आउँदैन। यसैले भिडियो बनायो, एडिटिङ छैन। त्यही पनि हजुरहरूले माया गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला। अनि सबगर देखाउने छु मुम्बई गएपछि डे बाई डेको भिडियो अपलोड गर्ने सोचिरहेको छु। के हुन्छ हेरौँ, यात्रामा भन्न त सकिन्न, सबगर गर्ने कोसिस गर्नेछु है त। तर बब्बाल हुनेवाला छ अहिलेको क्रिकेट, बहुत कडा हुन्छ। सबले साथ सहयोग र समर्थन चाहिन्छ है त। हामी सबै मिलेर सहयोग गरौँ एकअर्कालाई। म त